गरेको छु। मगर यो देशको सबैभन्दा देशैको ठुलो तेस्रो जनजाति तेस्रो समुदाय हो भने आदिवासीहरू मध्येको पहिलो जनसङ्ख्या भएको सबैभन्दा बढी जनसङ्ख्या भएको जाति हो र नेपालको 20 लाख जनसङ्ख्या भएको मगरहरू आदिवासीहरूको ठुलो जनसङ्ख्या मात्र होइन, यो देशको शासक जाति हो। इतिहासको कालखण्डमा मगरहरूले आफ्नो भूमिमाथि शासन सत्ता सम्हालेका थिए। हामी त्यो इतिहासलाई स्मरण मात्रै गर्दैनौँ। मगरहरूको आफ्ना पुर्खाहरू प्रथम शहीद लखन थापा जस्ता व्यक्तित्वहरू साहसी शहीदहरूले हाम्रो देशलाई योगदान गरेका छन्। त्यस्ता समुदाय भएका त्यस्ता साहसी पुर्खाहरू भएका सन्ततिहरू तपाईँ मगरहरू यो देशको सिङ्गो आदिवासी जनजाति आन्दोलनको अगुवा दस्ताको रूपमा हामी सम्झाउँछौँ। हरेक आन्दोलनहरूमा मगरहरूले आफ्नो शहादत प्राप्त गरेको छ। हरेक इतिहासका राजनीतिक परिवर्तनका आन्दोलनहरूमा मगरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। पछिल्लो कालखण्डमा हेर्नुहोस्, 46 सालको प्रजातन्त्रको पुनर्वालीमा मात्रै नभएर 52 सालदेखि नेपालमा जनयुद्ध सुरु भयो। जनयुद्ध कालमा मगर समुदायले बगाएको रगतले आज आदिवासी जनजातिहरूको अधिकार, दलितहरूको मुक्तिको अधिकार, महिला अल्पसंख्यक मुस्लिमहरूको अधिकारको लडाइँमा त्यो मगरहरूको रगतले सबैभन्दा महत्त्वपूर्ण इतिहास लेखेको छ, हो कि होइन? त्यसो भएको हिसाबले यो देशले यो राज्य सत्ताले मगरलाई जित्न सक्नुपर्दछ, मगरलाई सम्मान गर्नुपर्दछ, हो कि होइन? आज ठुल्ठुला आन्दोलनहरू भए, परिवर्तनहरू भए, हाम्रो अहिलेको भर्खरैको अवस्थामा पनि अहिले पुरानो सत्ता ढलेर अहिले केन्द्रीय सरकार छ। केन्द्रीय सरकारका प्रमुख यहाँ अहिले भर्खरै प्रधानमन्त्रीज्यू आफ्नो मन्तव्य दिएर जानुभयो, मन्त्रीज्यूले पनि आफ्नो मन्तव्य दिएर जानुभयो। हामीले हेरिरहेको छौँ, हामीले पनि जज गरिरहेका छौँ। केवल मन्त्री र सिंहदरबारको सत्तामा सिंहासनमा बस्ने होडबाजी मात्रै होइन, देशको सही अर्थमा परिवर्तनको लागि लड्ने हो भने अघि मन्त्रीजीले भन्नुभयो, आज लाखौँको संख्यामा आज पनि युवाहरू विदेशलाई गइरहेको छ। त्यसो भए मन्त्रीज्यू मन्त्रीको कुर्सीमा बसेर किन लड्नु सक्नु भएन? मेरो यो प्रश्न हो। हामीले राजनीतिको बारेमा आलोचना गर्दै नभएर यति बेला मैले देखिरहेको छु, अहिलेको सरकारले पनि विकास समृद्धिको काममा युवाहरू विदेश पलायन भइरहेको अवस्थामा जनताले आफूले चाहेको परिवर्तन गर्न सकिरहेको छैन। हामी Live,